सानो उपस्थितिमा एउटा भव्य कार्यक्रम हुनेछ भन्ने विश्वासका साथ हामी उपस्थित छौँ। सबैलाई मैले हृदयदेखि नै हार्दिक स्वागत गरेँ र अब धेरै भूमिका बाँध्नुपर्ने कुराहरू पनि छैन। यो कार्यक्रम थोरै औपचारिक धेरै अनौपचारिक कार्यक्रम हो। यही कुरा जानकारी गराउँदै म आजको कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुनका लागि देवकोटा लोचन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिल कुमार पौडेल सरलाई हार्दिक अध्यक्ष पनि हुनुहुन्छ, भाषा आयोगका सदस्य हुनुहुन्छ, माननीय मातृका पोखरेल सर हुनुहुन्छ, हाम्रो यहाँको उपाध्यक्षज्यू हुनुहुन्छ। त्यस्तै गरेर देवकोटा लोचन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ, जरा फाउन्डेसन नेपालमा पनि अध्यक्ष हुनुहुन्छ, काम गरिरहनु भएको छ, जेनकम कृष्ण प्रसाई हुनुहुन्छ। त्यस्तै गरेर देवकोटा लोचन प्रज्ञा प्रतिष्ठानका सदस्य हुनुहुन्छ, कवि हुनुहुन्छ, डाक्टर सृजना शर्मा उप्रेती हुनुहुन्छ। त्यस्तै गरेर आज यहाँ हाम्रो महासचिव सीता शर्मा अनुपस्थित हुनुहुन्छ, उपाध्यक्ष सुभाष श्रेष्ठ सर पनि आज अनुपस्थित हुनुहुन्छ र म पनि यो देवकोटा लोचन प्रज्ञा प्रतिष्ठानमा सदस्य छु। मेरो नाम चाहिँ सृजना शर्मा। हामी यहाँ दुईजना सृजना शर्मा यहाँ उहाँलाई डाक्टर भनेर चिन्छौँ, म चाहिँ अलिक फाल्तु परेँ त्यो भएर र सबैजनालाई फेरि पनि स्वागत गर्छु र कार्यक्रमलाई अगाडि बढाउँछु। म आजको यो कार्यक्रमको औचित्य र यहाँ सबैलाई स्वागत मन्तव्यद्वारा स्वागत गरिदिनुका लागि र यो कार्यक्रम गर्नुको उद्देश्य के, यसको औचित्य के हो, यसका बारेमा प्रकाश पारिदिनु हुनका लागि म मातृका पोखरेल सरलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद सृजनाजी। आधा औपचारिक आधा अनौपचारिक भन्नुभएको छ। होइन, ठिकै छ। यसको कार्यक्रमको एउटा हो, दाइले चाहिँ पछि पछाडि कुरा गर्दा हुन्छ। उहाँले बसेरै गर्छु। तपाईँको ठाउँ मैले लिएँ अहिले एकछिन। कार्यक्रमका अध्यक्ष देवकोटा लोचन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिल कुमार पौडेलज्यू, आजका हाम्रा प्रमुख पाहुना, प्रमुख वक्ता, नेपाली साहित्यिक पत्रकारिताका शिखर व्यक्तित्व, विश्व पितामह नै भन्नुभयो आदरणीय नरेन्द्र शर्माज्यू, आज महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा केही कुरा राखिदिनका लागि हामीले अनुरोध गरेका छौँ। समालोचक ज्ञानिष्ठ गेवालीज्यू, साहित्यकारहरू आदरणीय नारायण तिवारीज्यू, पवन आलोकज्यू, वसन्त रिजालज्यू, विष्णु प्रसाद आचार्यज्यू, आविष्कार कलाज्यू, यो प्रतिष्ठानका आदरणीय कार्य समितिका कोषाध्यक्ष कृष्ण प्रसाईज्यू, डाक्टर सृजना शर्माज्यू, सदस्य सृजना शर्माज्यू, हामीले यो कार्यक्रम चाहिँ परिसंवादको रूपमा प्रत्येक 2 महिनामा, यो चाहिँ अलिकति लामो भयो, 4 महिना, योभन्दा पहिले 2 पटक कार्यक्रम हामीले गरिसक्यौँ र यो छलफल कार्यक्रम गर्ने हो। मूलत धेरै मानिस जम्मा हुँदैनौँ, हामी 10-12 जना साथीहरू जम्मा भएर मूलत रेकर्ड गर्छौँ कार्यक्रमलाई। र हामीले यो बिचमा चाहिँ के सोच्यौँ भने अब देवकोटालाई चिनेका, देवकोटासँग सङ्गत गरेका, देवकोटा 16 सालमा बित्नुभयो, सङ्गत गरेका मानिसहरू अत्यन्तै थोरै हुनुहुन्छ। उहाँ देखेका र उहाँको बारेमा भन्न सक्ने मान्छेहरू त अझ थोरै हुनुहुन्छ। अनि सोध्दै गयौँ, नरेन्द्र दाईसँग पहिले नेपाल साहित्यिक पत्रकार सङ्घ दाईलाई नै पछ्याएर हिँड्यौँ हामी, दाईकै कार्यकर्ता भयौँ। अनि देवकोटाको बारेमा लामो यस्तो हो नि त, बाहिर आएका कुराहरूभन्दा देवकोटा यो मामलामा फरक छन् भनेर दाईले पनि हामीलाई भन्नुहुन्थ्यो। यो कार्यक्रम गर्ने भएपछि पहिलो पटक चाहिँ यो कार्यक्रममै दाईलाई किन नबोलाउने त, दाईका कुरा सुनौँ, किनकि महत्त्वपूर्ण कुरा हुन्छ। त्यस पछाडि हामीले केही मान्छेहरू सोच्यौँ, अरविन्द रिमाल हामी कुनै दिन कार्यक्रममा ल्याउँछौँ उहाँलाई, तेजेश्वर बाबु गुरुङ, उहाँबाट देवकोटासँग ट्युसन पढ्न आउनुहुन्थ्यो होइन। नमस्कार। ल, म नन्द उप्रेती सरलाई पनि युद्ध प्रसाद मिसन प्रतिष्ठानको महासचिव, उहाँलाई स्वागत गर्छु। र मैले चिनेको देवकोटा शीर्षकमा केही श्रृङ्खला चलाउने हामीले विचार गरेका छौँ र आजको यो त्यो विषयको चाहिँ पहिलो श्रृङ्खला नरेन्द्र दाईबाट हामी सुरु गर्छौँ। अब यो संस्थाको बारेमा त अब मैले के भनेर होइन, यो संस्था हामीले 2011बाट सुरु गरेको। मूलत यो संस्था सुरुवात भएको, यहाँलाई पृष्ठभूमि अलिकति भन्छु, भयो के भने अन्तरङ्गै कुरा गरेँ अलिकति त्यसमा चाहिँ भयो के भने शान्तदास मानन्दरको एउटा पुस्तक विमोचन साहित्य सदनमा थियो
हाम्रो सरहरूले नै म पनि त्यति बेला कार्य समितिमै थिएँ साहित्य सदनमा हामीले एउटा कार्यक्रम गरेका थियौँ त्यहाँ चिया खाने बेलामा चिनको राजदूतहरूले गर्नुभएको थियो नेपाल र चिनको बिचमा सांस्कृतिक काम गर्ने एउटा संस्था भइदिए हुन्थ्यो भन्ने टाइपको उहाँले आशय व्यक्त गर्नुभएपछि हामीले यो संस्था खोल्ने खालको एउटा प्रेरणा त्यहाँबाट पायौँ त्यस पछाडि चिनमा बेजिङ लुसुन म्युजियम भन्ने छ त्योसँग हाम्रो एमओई छ र हामी अलिकति आदान प्रदानको कार्यक्रम पनि गरिरहेछौँ यो कोरोना पछाडि अलिक कम भयो तर त्यो चिनसँग मात्रै छैन हामीले यो बिचमा भारतसँग पनि त्यो सम्बन्ध बढायौँ सिक्किमसँग वा यता आसामसँग होइन यो बिचमा अलिकति प्रेमचन्दसँग सम्बन्धित गरेर यो बिचमा हामीले देवकोटाको अलिकति सामग्री कलेक्सन गरेका छौँ देवकोटाले लेख्न भएका सामग्रीहरू देवकोटाको बारेमा निस्केका विशेषाङ्कहरू र देवकोटाको बारेमा हामीले अलिकति यहाँ बनाएर जो हामीले 1 हप्ता चाहिँ चिनमा गएर प्रदर्शन पनि गऱ्यौँ लक्ष्मीप्रसाद देवकोटाको त्यो देवकोटाले यो बारे निकालेको ठाउँ बनारसमा गएर नि त्यो गर्ने प्रदर्शन गर्ने हाम्रो कार्यक्रम चाहिँ पुरा हुन सकेका छैन विभिन्न कारणले पुरा हुन सकेका छैन त्यो पनि हामी गर्दैछौँ मलाई त यो बाहिरसँग नेपाल र अलिकति बाहिर सांस्कृतिक सम्बन्धलाई अलिकति बढाउनको लागि हामीले यो संस्थाको स्थापना गऱ्यौँ धेरै काम गर्न सकेका छैनौँ धेरै काम गर्ने चाहिँ हाम्रो चाहना छ सपना छ त्यो सपना पुरा गर्न सकेका छैन यो संस्थाको बारेमा यो अब आज चाहिँ हामीले यो एपिसोडमा चाहिँ मैले चिनेको देवकोटा कस्तो हो त यता छिमेकीहरू पनि बस्नु देवकोटाको होइन कार्यक्रममा म यहाँहरू सबैलाई स्वागत गर्छु मेरो भन्नु यति हो हार्दिक धन्यवाद मातृका सरलाई स्वागत मन्तव्य सहित यो कार्यक्रमको औचित्यको बारेमा प्रकाश पारिदिनु भएकोमा अब हामी कार्यक्रममा मन्तव्यकै क्रमलाई अगाडि जोड्न चाहन्छौँ म अब अतिथि वक्ताको रूपमा उपस्थित हुनुहुन्छ आदरणीय समालोचक देवकोटाबारे अध्येता पनि हुनुहुन्छ ज्ञानिष्ठ ज्ञावलीज्यूलाई म मन्तव्यका लागि अनुरोध गर्दछु देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका र आजका पनि सभापति आदरणीय कवि उहाँको साहित्यिक व्यक्तित्व धेरै छ सुनिल पौड्यालज्यू आजका प्रमुख अतिथि साहित्यिक पत्रकारिता जगतका धरोहर नरेन्द्र शर्माज्यू यहाँ उपस्थित विशिष्ट व्यक्तित्वहरू मैले सबैको नाम लिन थालेँ भने समय अलिक बढी जान्छ त्यसो भए हुनाले त्यो एकमुष्ट मैले यहाँ सबैलाई नमस्कार गर्छु सर्वप्रथम त यो देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानले मलाई चाहिँ यो देवकोटाको बारेमा केही बोल्नको लागि बोलाएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु मैले देवकोटाको बारेमा भन्नुपर्दा अब हामीले देवकोटालाई त सानैदेखि पढियो र खास गरेर एमए पढ्दाखेरि देवकोटाको 2टा कविता पढ्नु पर्थ्यो एक दिनमा नेपाली कविता भाग 4मा अझै पनि छ त्यहाँ एउटा चाहिँ साँझको इच्छा र अर्को झन्झाप्रति भन्ने अनि त्यो पछि मैले त्रिचन्द्र कलेजमा मैले पढेको नेपाली एमए त्यति बेला आदरणीय गुरु डाक्टर ताराकान्त पाण्डेले हामीलाई पढाउनुहुन्थ्यो त्यो कविता पछि मैले त्यही पढाउन थालेँ एमएलाई नै पढाउन थालेँ अनि पछि त्यो देवकोटा र घिमिरेका कविता मैले पढाउनु पर्ने भयो 2टा व्यक्ति फरक फरक किसिमका व्यक्तित्वलाई पढाउने क्रममा मैले देवकोटा र घिमिरेका कविताहरूलाई पनि तुलना गरेर पनि पढाउनु पर्ने अवस्था पनि आयो र त्यो साँझको इच्छा कविता अब हामीले चाहिँ खास पढ्दाखेरि गुरुहरूसँग शब्द अर्थ चाहिँ एमएको विद्यार्थीले सोध्नुहुन्न भन्ने मानसिकता थियो हाम्रो तर मैले आफूले पढाउनु थालिसकेपछि पढाउनु पर्ने अवस्था भइसकेपछि अब साँझको इच्छा कविताबाट चाहिँ शब्द अर्थ विद्यार्थीले सोधे भने त मलाई थाहा छैन भन्न त भएन पढाउने भित्रको त जुन कोर्सभित्रको कुरा त अनि मैले चाहिँ त्यो कविताको बारेमा त्यो नेपाली कविता भाग 4 किताब अझै पनि छ मसँग त्यसैमा अर्थहरू लेखेर दैवज्ञराज नेउपाने सरलाई मैले फोनमा सोधेर त्यहाँ केही त्यो शब्दहरूका अर्थहरू शब्दकोशमा पनि भेटिन् मै पनि भेटिन् यहाँहरूलाई कस्तो अनुभव छ मलाई चाहिँ देवकोटाका कविताको बारेमा देवकोटाको
कवित्व शक्तिको बारेमा त्यो उनका शब्द प्रयोगको बारेमा मैले त्यो अनुभव मैले गरेको छु र त्यो पढाउने क्रम मेरो निरन्तर अगाडि बढ्यो र पछि एमफिल गर्ने बेलामा मैले देवकोटाको शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन भन्ने शीर्षकमा अध्ययन गरेँ। अब एमए पढ्दा महाकाव्य पनि पढियो, शाकुन्तल महाकाव्य। त्यति बेला खास पढ्ने बेलामा कस्तो भयो भन्दाखेरि कसरी पास गर्ने, कसरी कस्ता कस्ता प्रश्नहरू आउँछन् त्यसलाई केन्द्रमा राखेर त्यही अलिअलि मिलाएर पढ्ने त्यस्तो थियो। जब त्यो अनुसन्धानै गर्ने भइसकेपछि मैले एकदमै गहन तरिकाले त्यसलाई चाहिँ धेरै पटक महाकाव्यलाई पढेँ र त्यो महाकाव्य सँगसँगै देवकोटाका अरू कृतिहरू पनि लगभग पढ्ने चाहिँ अझै मलाई चाहिँ अवसर आयो र देवकोटाको बारेमा जसले जति विभिन्न किसिमबाट भनेका छन्, कसैले नास्तिक भनेका छन्, कसैले आस्तिक भनेका छन्, कसैले चाहिँ होइन देवकोटा चाहिँ जीवनभर यस्तो किसिमको भौतिकतातिर गरे अथवा यस्तो मतलब गरेनन्, अन्तिममा गएर आखिर श्रीकृष्ण रहेछ एक भनेर उनले पनि आखिर अन्तिममा चाहिँ भगवानप्रति नै समर्पित भएर मरे भन्ने कुरा चाहिँ आउँछन् र अहिले पनि जीवनी लेख्नेहरूले पनि उनको बारेमा व्यापक कुराहरू आएका छन् र देवकोटालाई मैले आफूले अध्ययन गरेको आधारमा हेर्दाखेरि र यो चाहिँ मैले यो शाकुन्तल भित्रै मात्रै केन्द्रित भएर एउटा यो किताब निकालेको आधारमा मैले चाहिँ भन्नुपर्दाखेरि देवकोटा वास्तवमा देवकोटाको व्यक्तित्व त यो नै हो भनेर भन्ने खालको नै मैले भेटिनँ। किन भन्दाखेरि देवकोटाको प्रतिभा त विराट प्रतिभा हो र अर्को कुरा मैले के पनि पाएँ भन्दाखेरि हामीले कृतिगत विश्लेषण गर्दाखेरि, कृतिमा गएर अध्ययन गर्दाखेरि अब हाम्रो आजका प्रमुख अतिथिज्यूले भन्नुहुन्छ होला उहाँसँगको अन्तरङ्ग कुराकानी, अब हामीले त पछिल्लो पुस्ताले खास गरेर देवकोटासँग सङ्गत नगरेकाले अथवा देवकोटालाई चाहिँ जिउँदोमा देख्न उनका आनी बानी थाहा नपाएका मान्छेले त देवकोटाको कृति पढेर वस्तुगत विश्लेषण गर्ने बाहेक अरू केही पनि उपाय हुँदैन र देवकोटाको बारेमा जति पनि जीवनीका पाटाहरू छन्, विभिन्न कुराहरू छन्, ती कुराहरू हामीलाई थाहा भएन। किन भन्दा उनी यस्ता थिए, उनी त्यस्ता थिए, उनी सबै घर व्यवहार यस्तो थियो, त्यस्तो किसिमको थियो, उनी गरिब थिए, उनी धनी थिए, उनी होइन मनका चाहिँ धनी थिए आर्थिक रूपले, इत्यादि कुराहरू विभिन्न आउँछन्। त्यसको बारेमा त्यो छुट्टै किसिमको पाटो हो। तर कृतिगत रूपमा हेर्दाखेरि देवकोटाको जुन किसिमबाट उनलाई भनिन्छ आखिर श्रीकृष्ण रहेछ एक भनेर उनले आर्यघाटमा अन्तिम अवस्थामा लेखे होला नि, त्यो कविता त्यसरी लेखे, उनलाई त्यो बोध भयो। तर उनले सुरुकै कविताहरूमा पनि त्यो कुराहरू रहेछ। उनका चाहिँ अगाडिकै कविताहरूमा पनि त्यो संसारलाई हेर्ने, यो जीवनलाई हेर्ने, जगतलाई हेर्ने दृष्टिकोण चाहिँ फरक किसिमको रहेछ। किन भन्दाखेरि यो संसारलाई खाडीसँग तुलना गरेका छन् भनेर कुमारबहादुर जोशीले सङ्कलन गरेको उहाँको त्यो देवकोटाका कविताको कालक्रमिक अध्ययन भन्ने किताब हामीले हेऱ्यौँ भनेदेखि त्यहाँ चाहिँ उनले यो संसारलाई खाडीसँग तुलना गरेका छन्। अब यसको मतलब के हुन्छ त भन्दाखेरि म चाहिँ अलिकति यो पूर्वीय दर्शनको विद्यार्थी भएको नाताले र यही अहिले पढाउनु पर्ने भएको हुनाले पनि मैले अलिकति पूर्वीय दर्शनमा रुचि राख्दै जाँदाखेरि यो संसार चाहिँ खाडीसँग किन उनले तुलना गरेछन् भन्दाखेरि संसार दुःखदायी छ, संसारमा तापत्रय छन्, आध्यात्मिक ताप छ, आदि दैविक ताप छ, आदि भौतिक ताप छ। यो तापबाट मुक्त हुनको लागि चाहिँ ईश्वरीय सत्ता छ। ईश्वरीय सत्ता, देवकोटाको ईश्वरीय सत्ता र अरू दर्शनले भनेका ईश्वरीय सत्ता चाहिँ अलिकति फरक मैले के पाएँ भन्दाखेरि देवकोटा प्रकृतिमा ईश्वर देख्छन्, देवकोटाले शिशुमा ईश्वर देख्छन्, देवकोटाले चाहिँ यो अदृश्य कुनै एउटा अदृश्य शक्ति छ, यो सबै सारा यो दिन रात उज्यालो अँध्यारो सबै कुराको तारतम्य बनाउने चाहिँ एउटा कुनै अदृश्य शक्ति छ, त्यो नै ईश्वर हो भनेर उनले त्यसरी त्यो ईश्वरीय सत्तालाई चाहिँ ग्रहण गरेको पाइयो। र शाकुन्तलका धेरै ठाउँमा पनि उनले चाहिँ त्यो जुन सुरुदेखि यो संसारलाई चाहिँ खाडीसँग तुलना गरे, ईश्वरीय सत्तामा उनले विश्वास राखे। तर त्यो कतिपय समीक्षकहरूले, समालोचकहरूले, अध्येताहरूले चाहिँ घुन किरा रहितको ईश्वर भनेर भनेका छन्। त्यो घुन किरा सहितको ईश्वर चाहिँ अहिले अब विभिन्न किसिमको हुन्छ, त्यो अब त्यसको व्याख्या विश्लेषण विभिन्न कोणबाट हुन्छ। देवकोटाले विशुद्ध घुन किरा रहितको ईश्वरलाई चाहिँ मान्यता दिन्छन् र त्यसको पक्षमा छन् भन्ने कुरा छ। र उनका फुटकर कविता खण्डकाव्यदेखि लिएर महाकाव्यसम्म आउँदाखेरि यो शाकुन्तल महाकाव्यका केही श्लोकहरूलाई हेर्दाखेरि पनि त्यो कुरा हामीले पाउन सकिन्छ। जस्तो उदाहरणको रूपमा चाहिँ यहाँ छन् धरामा अनेकौं अभाव, कडा वस्तुका दुःखदायी स्वभाव, यहाँ फूल काँडा बिना रोपिँदैन, बिना आँसुको नेत्र कोही हुँदैन। यो चार पङ्क्ति हेऱ्यो भनेदेखि जीवन जगतको जुन किसिमको चाहिँ कुरा हो त्यो सबै कुराहरू त्यहाँ पाउन सकिन्छ। र ईश्वरीय सत्तासँग सम्बन्धित उनको अर्को एउटा कविता छ, यही शाकुन्तल महाकाव्यमै छ। र त्यो कस्तो छ भन्दाखेरि
छैस मृदु छन्दमा कुसुम बन्दका गन्धमा विकास दिलको लियो किन दार आनन्दमा झिनो चिनो छिनो दिँदो मधुर शिल्पको सोल्पना कुदेर मृदु ओठती छ मुस्काउँदो फुलमा। त्यो फुललाई हेरेर देवकोटाले कस्तो कल्पना गर्छन् भन्दा शाकुन्तल महाकाव्यमा त प्रकृतिलाई एकदमै बढी उनले केन्द्रमा राखेर काम गरेका छन्। जस्तो दुष्यन्त शकुन्तला त्यो तिनीहरू पनि प्रकृतिकै कुराहरू छन्। तिनीहरूको बिहा हुँदाखेरि पनि प्रकृतिलाई नै उनले सबै पात्रको रूपमा निर्धारण गरेका छन्। त्यो अन्माएर जाँदाखेरि पनि प्रकृति रोएको, त्यहाँका फुल पतिङ्गरहरू, ती पाखा पखेराहरू सबै इत्यादि त्यो कुराहरू छन्। र त्यो फुललाई चाहिँ ईश्वरीय सत्तासँग कसरी उनले कल्पना गरेका छन् भन्दाखेरि त्यो फुललाई जसरी गहनाको बनाउँदाखेरि, बुट्टा बनाउँदाखेरि टुक 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 पारेर त्यो झिनोले विभिन्न किसिमको कोणबाट चाहिँ त्यो बनाइन्छ, त्यसै गरी त्यो फुलको कल्पना गरेको त्यो ईश्वरीय सत्तालाई उनले त्यस किसिमबाट व्याख्या गरेका छन्। र शिशुलाई उनले ईश्वरको स्वरूप मानेका छन्, प्रकृतिलाई ईश्वरको स्वरूप मानेका छन्। र सँगसँगै उनले के पनि भनेका छन् भन्दाखेरि यो शाकुन्तल महाकाव्यमा हामीले अहिले चाहिँ देवकोटाको विभिन्न कोणबाट चाहिँ व्याख्या विश्लेषण हुन्छ यसलाई, यही कृतिलाई पनि। जस्तो यो प्रकृति केन्द्रित हो, यो मानवतावादी चिन्तन छ, त्यसमा त्यो कुरा पनि छन्। जस्तो उदाहरणको रूपमा चाहिँ त्यो शकुन्तलालाई छोडेर जाँदाखेरि बाजले त्यो झम्टाउन खोज्दाखेरि यो उसलाई चाहिँ जुनी फेर भनेर त्यो बाजलाई पनि त्यो मासु खानेलाई पनि त शाकाहारीपन भनेर उनले त्यो किसिमको चाहिँ चिन्तन त्यहाँ प्रस्तुत गरिएको छ। त्यसै गरी उनको आफ्नै छुट्टै किसिमको व्यक्तिगत चिन्तन पनि, जीवन सम्बन्धी, जगत सम्बन्धी व्यक्तिगत चिन्तन पनि छ। सुरुदेखि जन्मदेखि अन्तिमसम्मको चरणमा चाहिँ कसरी गएको छ भन्ने कुरा पनि छ। र अर्को कुरा के पनि छ भन्दाखेरि मान्छे हताश भइरहेछ, निराश भइरहेछ, भौतिकतामा लम्पट भइरहेछ। यदि भौतिकताले सबै कुरा दिने भनेदेखि किन मान्छे दुखी छ त भन्ने कुराको सन्दर्भ जोड्दै उनले चाहिँ त्यहाँ भौतिकताले त के दिन्छ भन्दा आसक्ति, दुःख, पीडा, छल छाम अनि अन्तिममा चाहिँ ध्वस्त बनाएर अँगार बनाइदिन्छ भन्ने सम्मको कुरा पनि छ। त्यही भएर त्यहाँका पात्रहरूलाई चाहिँ त्यो चाहे दुष्यन्तलाई होस् चाहे शकुन्तलालाई होस् त्यो धैर्य गर्नको लागि, पर्खनको लागि कृष्णको चाहिँ प्रार्थना गरेर कृष्णलाई नै सम्झेर त्यो शकुन्तलाले पनि त्यो दुष्यन्तसँग बिछोड हुँदाखेरि त्यो भरत जन्मेर पनि कति वर्षसम्म कश्यप ऋषिको आश्रममा बस्दाखेरि पनि त्यो बिछोडमा पनि यो कृष्णकै इच्छा हो, ईश्वरकै इच्छा हो भन्ने छ। र मिलाप हुँदाखेरि पनि यो ईश्वरकै इच्छा हो भन्ने कुरा पनि उनले त्यहाँ व्यक्त गरेर यो लेखेका छन्। र यो शाकुन्तल महाकाव्यलाई समसामयिक हिसाबले त्यो कोणबाट चाहिँ यो महाकाव्य त्यति अगाडि बढ्न सकेको छैन भनेर कतिपय समालोचकहरूले व्याख्या विश्लेषण पनि गरेको पाइन्छ। र यसको मतलब देवकोटाले त्यति बेला यो शाकुन्तल महाकाव्य लेख्दा मेरो एक हातका 5 औँलामा गर्न पाए पुग्छ, यो पढ्ने मान्छे यदि पाठक पाएदेखि हुन्छ, यो मैले लेख्दाखेरि आइसल्यान्डको सर्प जस्तै थियो भनेर उनले आफै भूमिकामा त्यो कुरा भनेका छन्। र समसामयिक अलिकति उग्र चेत भएर नयाँ किसिमको विषयवस्तु, समाजको विषयवस्तु ल्याएर एकदमै त्यो दुष्यन्तसँग त्यसरी बिहे भएर उनी बिर्सिसकेपछि लिन नआउँदाखेरि त्यो जुन शकुन्तलाले धेरै क्रान्ति गर्न पनि सक्दिन होला, त्यहाँ यस्तो छोडिदिएर अर्कोसँग हिँड्न पनि सक्ने हुन्थ्यो होला। तर त्यो चाहिँ पौराणिक विषयवस्तु भएको हुनाले देवकोटाले त्यसरी लिएर आएका छन्। त्यही भएर त्यो समयको कथालाई, त्यो समयको लेखाइलाई, जस्तो भानुभक्तको रामायणका कुराहरूलाई अहिले आएर अध्ययन गरेर यस्तो लेखेको भए हुन्थ्यो, त्यस्तो लेखेको भए हुन्थ्यो भनेर भन्नु चाहिँ ठिक होइन जस्तो लाग्छ मलाई। किनभने त्यो समय, त्यो परिवेश, त्यो परिस्थिति, त्यो समाज, त्यति बेलाको चाहिँ राजनैतिक परिस्थिति, त्यहाँ के भनिएको छ भन्दाखेरि शाकुन्तलमा यदि साँच्चै सत्ता चलाउने हो भनेदेखि, सही किसिमबाट राज्य सत्ता चलाउने हो भनेदेखि राजा चाहिँ यस्तो हुनुपर्छ, शासक यस्तो हुनुपर्छ, धर्म कर्ममा विश्वास। धर्म कर्म भनेको चाहिँ फेरि त्यो घुनकिरा सहितको ईश्वरलाई मान्ने भनेको छैन देवकोटाले। प्रजाको सुख सुविधा, शान्तिको लागि, आनन्दको लागि चाहिँ राजा चाहिँ ईश्वर जस्तै हुनुपर्छ, देवता जस्तै हुनुपर्छ। उसले जनताले खान पाएन भने ऊ भोकै पनि बस्नुपर्छ, जनताले खुवाउनुपर्छ
भन्ने त्यस्तो किसिमको कुरा पनि त्यस्तो किसिमको चिन्तन पनि यहाँ पाइएको छ र त्यसैले हेर्दाखेरि यो शाकुन्तल महाकाव्यलाई नयाँ कोणबाट नयाँ किसिमबाट पनि हामीले चिन्तन गर्न सकिन्छ भन्ने मलाई लाग्छ र देवकोटाका अरू कृतिहरूमा पनि त्यो पाइन्छ जस्तो मुनामदन खण्डकाव्यमा पनि त्यो छ यो के हुन्छ यो ईश्वरकै हातमा छ भनेर उनले त्यसै भनेका छन् र पूर्वीय दर्शनका कोणबाट देवकोटाका धेरै कृतिहरूलाई चाहिँ हामीले अध्ययन गर्न सकिन्छ त्यहाँभित्र मानवतावादी चिन्तन मानवतावादी कोण पनि आउला र भाषाको सन्दर्भमा देवकोटाले के भनेका छन् भन्दाखेरि यो शाकुन्तल महाकाव्यकै श्लोकमा भाषा भाषिन जान्छ भाषाहरूमा दौडिन्छ चाँडो अलि अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कली बत्ती फुल समान शब्दहरूका जान्नन् धपक्कै बलि होली कान्तकला कपोल कलिला लज्जावती लालीमा भनेर भनेका छन् र घिमिरेले चाहिँ त्यसको सट्टा के उत्तर दिएका छन् भने मैले त तुलना गरेर पढाउँदाखेरि मैले विद्यार्थीहरूलाई त्यही भनेको थिएँ त्यति बेला भाषा भाषिन जान्न भाषाहरूमा दौडिन्न चाँडो अलि अड्दै टिप्न सिपालु नै छु रसिला बास्ना भएका कली बत्ती फुल समान शब्दहरूका जान्छन् धपक्कै बोली भनेर यसरी घिमिरेले यसरी गरेका छन् भनेर त्यो देवकोटा र घिमिरेको चाहिँ कविताको भाषा जो आयो घन घटाबाट वर्षी कालो निलोबाट यो भनेर त्यो देवकोटाको चाहिँ कवित्व चेत भनेको चाहिँ एउटा झ्याङ सहितको सबै पहाडै पर्वत सहितको सबै थोक घसङ घुसुङ आएको त्यस्तो चिज हो भनेदेखि घिमिरेको चाहिँ एउटा फुलबारीको एउटा चाहिँ काँडछाँड गरेको एउटा माला जस्तो हो भनेर त्यसरी पनि दुईटाको कवित्वलाई चाहिँ तुलना गर्न सकिन्छ। यसरी देवकोटाको विराट प्रतिभाको बारेमा हामीले जति चर्चा गरे पनि जति परिचर्चा गरे पनि कमै हुन्छ र यो देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानले यो देवकोटाको बारेमा यसरी चर्चा परिचर्चा गर्न लागेको थाहा पाउँदाखेरि र यो पहिलो सत्रमै आउनु पाउँदा म असाध्यै खुसी पनि छु र यो निरन्तर होस् भन्ने पनि मलाई लाग्छ र देवकोटालाई चाहिँ हामीले जसरी जुन कोणबाट जसले जसरी लिन चाह्यो त्यो कुरा त्यहाँ पाउन सक्छ जस्तो पनि मलाई लाग्छ। त्यहाँ केटाकेटीहरू पनि खुसी हुन सक्छन्, यो शाकुन्तलभित्र बुढाबुढी पनि खुसी हुन सक्छन्, सबै व्यक्तिहरूलाई चाहिँ आनन्द दिने खालको यो कथा हो शकुन्तलाको। किन भन्दा वासन्तम कुसुमम फलम च युगपत् ग्रीष्मस्य सर्वं च यत् यचान्यन मनसो रसायन मत सन्तर्पणम मोहनम एकीभूतमभूत स्वर्गम अथवा स्वर्लोक भूर्लोकायो ऐश्वर्यम यदि वाञ्छसि प्रिय सखे शाकुन्तलम सेव्यताम भनेर कालिदासले पनि त्यो अभिज्ञान शाकुन्तलम नाटक लेखेका छन् र देवकोटाले के भनेका छन् भन्दाखेरि यो मैले चाहिँ यो के मण्डुक कराउनु प्रकृतिमा पापीपना हुन्छ र भनेर बारम्बार आफू चाहिँ एकदम नम्र हुने एकदम त्यस्तो किसिमको झुक्ने स्वभाव पनि हामीले देवकोटाका कृतिहरू पढ्दाखेरि पाउँछौँ। उनको व्यक्तिगत कुराहरू व्यक्तिगत बारेमा वर्णन चाहिँ अब हाम्रो प्रमुख अतिथिले भन्नुहुन्छ। मैले चाहिँ यति भन्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। यो कवि किताब चाहिँ मैले यो अध्यक्षज्यूलाई यहाँ दिन्छु। अनि मेरो यो एउटा यो रुरु क्षेत्र खण्डकाव्य पनि यो संस्थालाई फोटो धेरै धेरै धन्यवाद छ आदरणीय समालोचक ज्ञाननिष्ठ ज्ञानीज्यूलाई यो समयका लागि र देवकोटा सम्बन्धी व्यक्तित्व र कृतित्वका सम्बन्धमा यहाँले आफ्ना महत्त्वपूर्ण भनाइहरू राखिदिनु भयो, त्यसको लागि हामी हार्दिक आभार व्यक्त गर्दछौँ। अब आजको प्रमुख वक्ताको रूपमा हामीले वरिष्ठ साहित्यिक पत्रकार नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष अभिव्यक्ति पत्रिकाका उहाँ एउटा पर्यायको रूपमा नै हुनुहुन्छ। निकै लामो समय नै उहाँले पत्रिका सञ्चालन गर्नुभयो, प्रकाशन गर्नुभयो, सम्पादन गर्नुभयो। उहाँको यो अनुभवले लेखन र सम्पादनले नेपाली साहित्यको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने हामीलाई लाग्दछ। आज हामी देवकोटा मैले चिनेको देवकोटा विशेष कार्यक्रम गरिरहेका छौँ र देवकोटाको नाम सुन्दाखेरि हामीले मुनामदनको मार्मिक कथा सम्झिन्छौँ र शाकुन्तलको अमर कहानी सम्झिन्छौँ। देवकोटालाई नजिकबाट देख्नुभएका मैले देखेका देवकोटा का बारेमा अब आजको प्रमुख वक्ताको रूपमा हामीले नगेनदास शर्माज्यूलाई आमन्त्रण गरेका छौँ। म आदरणीय नगेनदास शर्माज्यूलाई म देवकोटाका बारेमा यहाँले देख्नुभएको देवकोटा कस्तो हुनुहुन्थ्यो त्यसका बारेमा आफ्ना कुराहरू राखिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु।
कसैले सुर चालेको छ कसैले खुट्टा छैन र यी सबैको भनाइ गलत छैन सबैले आफूले जे देखे त्यही भने छोटकरीमा भन्दा दिएको बेला यति विशाल थिए कि जसले जे भने पनि त्योभित्र अटाउँथे र उनी सर्वोपरि देवकोटा जतिसुकै ठुला विशालमा पनि थिए त मान्छे समय सापेक्ष बदलिन्छ साधारण कुरो हेरौँ एउटा मान्छे कहिले सुरुमा कम्युनिस्ट हुन्छ पछि काङ्ग्रेस हुन्छ पछि विरक्त हुन्छ कोही जोगी हुन्छ कोही के हुन्छ त्यसै देवकोटाको जीवनमा पनि ती सबै व्यक्तित्व थिए उनी आस्तिक पनि थिए नास्तिक पनि थिए अलि रिसाहा पनि थिए बडो शान्त विशाल पनि थिए उदारी पनि थिए सब थोक थिए त्यस कारण उनको बारेमा जसले जे भने पनि त्यो ठिक हुन्छ र भनेको अझ पुग्दैन अब उनको बारेमा भनेर त घन्टौँ बिताउने उनको बारेमा दिँदैन तर म चाहिँ यी सबतिर नगएर जस्तो उहाँहरूले किताबको आधार लिनुभयो म त्यसो नभएर मैले भेटेको र देखेका देवकोटाका दुई चार कुराहरू र उनको बारेमा पहिले मैले सुनेको मैले पनि सबैले भने सुने गरिब थिए खान पाउँदैन थिए यस्तो उस्तो अनि मैले यसो सम्झेर ल्याउँदाखेरि मैले उसलाई गरिब त कहिले पनि देखिनँ किनभने ब्याकग्राउन्डमा भनौँ यो 2000 सालतिर मेरा बाउ काकाहरूले मैदीमा घर बनाउनु त्यो बेला 4वटा घर थियो त्यो मैदी टोलमा मभन्दा अगाडि 3टा घर थिए हाम्रो घर चौथो एउटा किर्तिनिधि विष्टको थियो यहीँ बस्थे किर्तिनिधि विष्ट र उनका दाजु एउटा सरकारी घर थियो सरकारी घर भन्दै कसले बनाएको त्यो जुत्ता संस्थाले सरकारी गरेर त्यो मान्छेलाई निकालेर सरकारले लिएको त्यो अहिले पनि छ त्यो घर अनि देवकोटाको अनि नयाँ बनेको हाम्रो त मेरो सम्पर्क नजिक कसरी भयो भने एक त उनका छोरा मेरो उमेरका थिए एउटा माइला छोरा देवकोटाका 4टा छोरा 4टी छोरी जेठो छोरो प्रकाश हामीभन्दा अलि 10-12 वर्ष ठुलो माइलो छोरो कृष्ण त्यो मेरै उमेरको केही महिना फरक होला यी दुइटै बितिसके यो अहिलेका पद्मप्रसाद देवकोटा साइला यी त त्यो बेला जन्मेकै थिएनन् अनि कान्छा चाहिँ विदेशै बस्छन् डाक्टर छन् कता छन् उनको यहाँ सम्पर्क छ छोरीहरू 4वटी एउटी ठुली बिहा भइसकेको थियो मैले थाहा पाउँदा कल्याण रेग्मी भन्ने दुला थियो उनका माइली अम्बिका उनको डिलबजारकै रिमालसँग बिहा भएको तर उनको दुला पनि पागल भएर मरिसक्यो उहिले अहिले उनी अम्बिका छन् अहिले देवकोटाका छोरीहरूमा जेठी सावित्राको के सावित्री छन् छैनन् मलाई थाहा छैन सम्पर्क छैन अम्बिका छन् अरू कोही छैनन् र छोरामा पनि 2टा छन् है अब यो कृष्ण र अम्बिका चाहिँ लगभग उही उमेरका 1-2 वर्ष फरक यिनीहरू चाहिँ मेरा साथी हाम्रो त्यसलाई कैसा खेल्ने यो खेल्ने चोर पुलिस खेल्ने गुच्चा खेल्ने साथी यो हिसाबले म उनको घरमा गइरहन्थेँ अनि देवकोटा पनि हाम्रो घरमा आइरहन्थे किनभने मेरो काका हृदयराज शर्मा काका भरतराज बन्थलीय यिनीहरू साहित्य प्रेमी कवि हुनाले लेखक हुनाले देवकोटालाई श्रद्धा गर्थे बोलाउँथे नजिकै गएपछि आउनु जानु हो अहिलेको जस्तो सहरीकरण भएको थिएन यसो बाटाबिटे घर कहाँ कसो भनेर दोस्ती गर्ने चलन थियो अनि त्यहाँ आउनेमा मेरो काकाहरूको साथीमा रोचकजीको पिताजी सोमप्रसाद पनि हुनुहुन्थ्यो कवि यस्तै अरू पनि यो प्रहलाद सिन्धिलियाको पिताजी पनि हुनुहुन्थ्यो अनि को पनि थियो भने अनि यो गुठी संस्थानको अध्यक्ष हुनुभयो नि एकजना कोइराला लामो समयसम्म गुठी संस्थानको दीर्घराज हो दीर्घराज कोइराला होइन पछि सम्झ्यो भने बिर्सिने रोग लागिसक्यो कस्तो राम्रो चिनेको मान्छे नबिर्स एनिवे यसो हुनाले र मेरो काका चाहिँ अलिक पढे लेखेको ग्रेजुएट हुनुहुन्थ्यो हृदयराज शर्मा डिलबजारका प्रतिष्ठित मान्छेहरूसँग उहाँको सम्बन्ध थियो
यसो हुनाले जमघट पनि भइरहन्थ्यो बेला बेला। नेपाली काङ्ग्रेसको वर्कर हुनुहुन्थ्यो। यी सब हुँदाखेरि एउटा पक्ष त्यो भेटघाटको थियो भने अर्को साहित्यिक पक्ष पनि थियो। अनि मेरो काम चाहिँ के हुन्थ्यो त्यहाँ भने चिया र चुरोट ओसार्ने। देवकोटामा चाहिँ आएपछि चुरोट ओसाइरहनु पर्थ्यो लगिरहनु, किनभने बट्टा राखिदिँदैन थियो उहाँलाई, खाएको खाइ गर्नुहुन्छ भने खटाइदिनु भनेर मारेपछि एउटा चुरोट लगिदिनु पर्थ्यो मैले। अनि उनको अलिक कम होस् भनेर मेरो काकाहरूले ग्याप गराउन चाहन्थे, नत्र खाइ उहाँको यो हात कालो थियो डढेको, ओठ पनि कालो थिए र यो च्याप्दा यो धुवा बगेकोले यो पनि अलिक कालो थिए। यति धुवाले धुवासो लगाए जस्तो सुरु ल्याएर आएछ कि यहाँ राखेको छ त्यो बगे धुवा त आइरहन्छ नि, त्यस कारण त्यो धुवासो लगायो भने चाहिँ पुस्न लाउँथे, रुमालले पुस्दिन्थे मान्छेले। त्यसो गरी देवकोटाजी चुरोट च्यापिरहनुहुन्थ्यो। अब कुरो उहाँको क्यारेक्टर गर्ने उहाँको बारेमा भन्दा धेरै कुरा हुन्छन्। छोटकरीमा भन्नुपर्दा उहाँको गरिबीको र धनी के थिए भन्ने कुरो मैले देखेको र भोगेको। मैले सुने देवकोटा गरिब थिए, औषधि गर्न नपाएर मरे, यी टोटल झुट कुरा हुन्। एक त 2016 सालमा क्यान्सरको औषधि नै थिएन, यो चिबो भन्ने निक्लेकै थिएन। पैसा भए पनि किन्नुपर्ने थिएन, औषधि नै किन पाइदिन्थ्यो, पैसा किन्थे, पैसा नभएर मरि आइने। अर्को के हो भने उनको दिनचर्या विचित्रको थियो। सबैले भन्छन् देवकोटा उधारो खान्थे। र पहिलो प्रश्न, गरिबलाई उधारो दिन्छ? पसलले दिँदैन गरिबलाई उधारो, पैसा खान्छ भनेर। धनीलाई मात्रै उधारो दिन्छ। एक अर्को मैले देखेको देवकोटा साइकल चढ्थे र एकदम राम्रो दामी दौरा सुरुवाल भेट। त्यो बेला नेपालमा 12 महिना जस्तो जाडो हुन्थ्यो, गर्मी हुँदैन थियो, अत्यन्त जाडो हुन्थ्यो। यो मैले कुरा गरेँ कहिले भने 6-7 सालभित्रको। त्यो बेला मैले थाहा पाएको हाम्रो घरमा धाराको पाइप जम्मै जम्थ्यो, पानी आउँदैन थियो। बिहान दाउरा बाँधेर पाइप तताएर अनि पगालेर पानी झार्नु पर्थ्यो। त्यस्तो अवस्था हुन्थ्यो। काठमाडौँमा पानी जम्थ्यो भने त्यति जाडो हुन्थ्यो। र देवकोटा सधैँ उनी भेलाका दौरा सुरुवाल, बेलायती कसिराका कोट लगाएर हिँड्नुहुन्थ्यो, ओभरकोट लगाउँथ्यो। मैले इङ्ग्लिस ट्विट भन्ने थाहा पाएको देवकोटाको ओभरकोटबाट। इङ्ग्लिस ट्विटको ओभरकोट लगाएर हिँड्ने, भारदालमा राणा छोरा बाहेक देवकोटा मात्रै थिए होला। धनीहरू पनि थिए र लाउँदैन सौखिन थिएनन्। देवकोटा त्यस्तो राम्रो लुगा लगाएर हिँड्नुहुन्थ्यो, साइकल चढ्नुहुन्थ्यो। उहाँको घर आउने बाटोमा त्यो पिपलको बोटदेखि सानो आली मात्रै थिए, 2टा साइकल पास हुँदैन। 2टा साइकलमा हाल्ने, एउटालाई ढल्के पार्न, अर्को ढल्के पार्न मात्रै ओर्लिएर पास गर्नु पर्थ्यो। त्यो अवस्थामा देवकोटा घरबाट निक्लिएर त्रिचन्द्र कलेजमा पढाउन जानुहुन्थ्यो। दिल्ली बजारको पसलको एउटा पसल अगाडि यसो खुट्टो टेकेर उभिएपछि त्यो साउले यति सुपारी नेपाली कागजमा पोको पारेर चुरोट लगेर टक्राउँथ्यो, चुरुक्क उठेर। त्यति सम्मान कोही गरिबलाई व्यापारीले गर्दैन। र सबैलाई थाहा छ देवकोटा उधारो खानुहुन्थ्यो, चामल दाल घिउ उधारो कहाँ दिन्छन्, पत्याउँछन्, गरिबलाई दिन्छन् कसैले उधारो। अब बेला बेलामा कृष्णलाई मासु किन्न पठाउनुहुन्थ्यो। मासुले कृष्णको साथीमा हामी सँगै जान्थ्यौँ। पछि कहिलेकाहीँ ममाउँदै पनि जान्थेँ। साइला बाजेले पठाएको भनेपछि त्यो बगरेले पर्टिकुलर बगरे थियो उहाँको दिल्ली बजारमा, 1-2टा मासु थिए। त्यो बेला अहिले जस्तो प्लास्टिकको झोला या झोलाको चलन थिएन। कागजमा सालको पातमा कति मासु, 2-3टा 4 पातमा खुटेको हुन्थ्यो, धेरै किने भए। नत्र एउटा पातमा यति मासु हालेर लगेर परालले बाँधेर दिन्थ्यो। र साइला बाजेले पठाएको भनेपछि राम्रो मासु दिन्थ्यो, सोधपुछ नगरिकन मलाई पनि दिन्थ्यो भने उहाँको कत्रो प्रभाव थियो। किनभने उहाँ सम्पन्न हुनुहुन्थ्यो, नवाब जस्तो स्वभाव थियो उहाँको। किनभने उहाँले पैसा तिर्न आउँदा, जब पैसा तिर्नु हुँदै 1 महिना 2 महिनामा कुनै लेख्ने कति भयो भन्ने छैन, जति भने उति दिनुहुन्थ्यो।
100 रुपियाँ साइला बाजे भने 100 रुपियाँ, 200 रुपियाँ साइला बाजे पनि 200 रुपियाँ। त्यस्तो मान्छे गरिबको स्वभाव हो यो। अब अर्को कुरो मैले प्रत्यक्ष देखेको, नेपालमा त्यो बेला फलफुल खाने भन्ने चलन थिएन। फलफुल कहिले खान्थ्यौँ हामी भने सिजनमा काँक्रा, ऐसेलु, काफल चाहिँ खरपना बोकेर डुलाउँथ्यो, अथवा काँक्रा चाहिँ तरकारी पसलमा पनि राख्थे। यो अनार, स्याउ, अङ्गुर भन्ने कुरो हामीले थाहा पाएको थिएन। असलमा एउटा पान पसल थियो, पान पसलमा त्यो स्याउ अङ्गुर राख्थ्यो र त्यो चाहिँ नेपाली जनताले बिरामी भयो भने टाइफाइड यस्तो केही भयो भने त्यो उष्नको लागि चाहिँ खानुपर्छ, एउटा दुईवटा किनेर ल्याउँथे। त्यो पान पसलमा किन हुन्थ्यो भने त्यो पान पसल दरबारको ठेकदार रहेछ मधेसी, उसले इन्डियाबाट कताबाट फलफुल ल्याएर दरबारमा बुझाउने, बाँकी रहे एक दुईवटा बेच्ने, त्यस्तो चलन थियो। त्यो बेलामा सिजनमा जेठ असारमा आँप चाहिँ मधेसीले टोकरीमा हालेर ल्याएर रत्न पार्कमा बस्थ्यो मधेसी। हाम्रो बाहरू या अरू जनता हुने खानेले दुईवटा तिनवटा आँप किन्थे र पकेटमा बाँधेर हातहरू लगाइ आउँथे, हामी त्यो खान्थ्यौँ। देवकोटा के गर्थे भने त्यो मधेसीलाई मोलतोल गरिकन टोकरी थाप्लामा बसेर हिँड, म तँलाई ज्याला पनि दिन्छु भनेर अघि साइकल डोराएर पछि टोकरी नै लिएर आएर घरमा भोज लगाउँथे। त्यो मैले देखेको, खाएको पनि छु। भनेपछि त्यो कसरी गरिएको हुन्थ्यो भने कहाँ छ तिनीहरू गरिएको चिज। त्यस्तै काउली सिजनमा, यो अहिले जस्तो सधैँ हुँदैन थियो, पर्टिकुलर सिजनमा मात्रै हुन्थ्यो। खरबनेले ठिमीबाट बोकेर ल्याउँथे, ठिमीतिर धेरै तरकारी हुन्थ्यो। ठिमीले खरबनमा ल्याएपछि त्योबाट त्यो खरबनाइलाई दुईतिर काउली, त्यो अहिलेको जस्तो त्यो ठुल्ठुला पात भएकै काउलीसमेत ल्याउँथे, लिएर आउनुहुन्थ्यो। पछि ल्याएर भान्सामा पनि गोठमा गाईलाई खुवाउनुहुन्थ्यो अरे, गोठमा खाने लाउनुहुन्थ्यो। उहाँको घरमा जर्सी गाई पालेका थिए, 2-3टा चाडा र 2टा गोठाला थिए, गोठालाले खुवाउँथे। मैतीदेवी जस्तो ठाउँमा काठमाडौँको मुटुमा 5-6 रोपनीको कम्पाउन्ड थियो, 3 तले घर थियो, 3-4 गाई पालेको थियो, जर्सी गाई, नोकर थिए। कसरी लैजाने? उनका 4-5 दाजुभाइ सबै धनी छन्। लेखनाथ, मधुसूदन कान्छा, लेखनाथ मित्रनाथ अनि एउटा अर्को छ मधुसूदन कान्छा। अर्को त जनकपुर सिरोड गर्दा जिएम पनि भएको थियो, देवकोटा भाइ। यी सबै धनी छन्। देवकोटा एउटा गरिब हुने कारण के हो? किनभने त्यो बेला पनि त्यस्तो जुवा खेल्दैनथे, रक्सी खाँदैनथे। रक्सीको त चलनै थिएन, बाहुनीहरूले रक्सी खाँदैन्थे प्रायः। पछि मन्त्री भएपछि विदेश गएको बेला यदि चुस्टी लाए होला त्यो थाहा छैन मलाई, तर बाहुनहरूले रक्सी खाने भने चलन कसरी चिताउँदैन चिताउँदैन थियो। त्यो बेला खाने चलनै थिएन। अनि देवकोटा गरिब हुने कुनै कारण छैन। यस्ता अनेक उदाहरणहरू म दिन सक्छु। जस्तो एक दिन देवकोटा बाजेको साइकल हराए त्यो बेला। अब त्यो बेलामा अहिलेको जस्तो चोरी चकारी त थिएन, साइकल चोरिँदैन थियो, तर हरायो उहाँको। भयो मेरो विचार चाहिँ के भने कोही राखेँ बिर्सेँ। त्यो त एक सुरै थिए, अलि शङ्का पनि थिए। त्यो मेन्टली उनी पर्फेक्ट नेचुरल थिएन, अननेचुरल थिए। अलि हावा खुसिया जस्ता साँच्चै हो भने। अनि कसैले उसलाई पागल पनि भन्थे, त्यही झोकमा उठाएर म पागल भन्ने लेखे उनले। अनि साइकल हरायो भने हराएपछि त्यो कहाँ छोडेर आयो उसले, कसैले भने कहीँ छोडे यिनले बिर्से। त्यस्तै एक सुरै थिए। त्यो छोडेर बिर्सिने कुरो चाहिँ नेचुरली हो। किनभने हाम्रो घरमै ओभरकोट लाएर आयो भने त्यहीँ छोडेर जान्थे कतिपल्ट, हामी पुर्याउँदै या भोलिपल्ट आएर लान्थे। त्यस्तो स्वभाव थियो भने साइकल बिर्सिने कुनै कुरो थिएन। साइकल मसँग मैले ल्याएको किनभने
अहिले कार चढ्नु जतिकै थियो त्यो बेला साइकल चढ्नु भनेको। साइकल हरायो देवकोटाको भन्दा भन्दै देवकोटा त नयाँ साइकल किनेर ल्याएँ एक हप्ताभित्रैमा 2-4 दिन हिँडेँ। नयाँ ल्याए साइकल त्यो बेलामा इन्डियन साइकल भन्दा बेलायती साइकल थियो ऱ्याले भन्ने, त्यो साइकल लिएर आएँ देवकोटा बाजे। भनेपछि तुरुन्त अहिले तपाईँ कार किन्न सक्नुहुन्छ एउटा कार छोडेर भने तपाईँ गरिबमा गनिनुहुन्न। देवकोटा पनि गरिबमा गनिने कुनै अवस्था थिएन। यस्ता अनेक उदाहरण छन्। कतैबाट पनि गरिबी भन्ने प्रमाणित हुँदैन। तर हल्ला किन चल्यो त भन्दा त्यो पनि म बताउँछु। हाम्रो सोसाइटी मैले बुझेँ अहिलेसम्म पनि यो साहित्य कला या वाङ्मयको क्षेत्रमा हामी कस्ता छौँ भने हामी लहैमा कुद्छौँ। कसैले केही भनिदियो त्यसो यो हो कि होइन भनेर हेर्दैनौँ। जो उदाहरण म दिन्छु, कोही मान्छेले प्रज्ञा प्रतिष्ठानबाट कतैबाट तपाईँको कन्ट्याक्ट गरेर एउटा पुस्तक लेख्नुभयो नेपाली नारी कथाकारका बारेमा। उहाँले कसरी लेख्नुभयो थाहा छैन, किताब छापिरहेको भने नाउँ झुक्क्याउने थियो। हाम्रा हुन्छ नि अब देविका तिमी सीता उदाहरणको लागि उहाँलाई महिला भनेर लेख्नुभयो। बाबा नेउपाने, शशी भण्डारी यी सब पुरुष हुन्। मेरा परिचित साथी जस्तै हुन्। यी सब पनि महिलामा आए, तर सबैले त्यो मानिदिए। कसैले पनि यसलाई होइन भने विरोध गरेनन्। म छक परेँ। एकजनाले चाहिँ विरोध गर्नु, एउटा कान्तिपुर एउटा लेख आयो लीला लुइटेलले चाहिँ खण्डन गरेर लेख्नु। अरू सबैले त्यही मानिदिए। मैले थाहा पाएअनुसार नेपाली साहित्यमा कोही अत्यन्त ओभर रेटेड भए, कोही अन्डर रेटेड भए। कोही राम्रो लेख्ने पनि गनिएनन्, चर्चामा आएनन्। कोही सामान्य लेख्ने पनि ठुला लेखेको भए। त्यो कसरी भने त्यो बेलाका कृष्णचन्द्र सिंह प्रधान या हाम्रो डाक्टर वासुदेव त्रिपाठी उहाँहरूले जे लेखिदिनु भयो त्यही फलो गरे सबैले। उहाँले हो कि होइन भनेर कसैले खोजेनन्। त्यो चलन छँदैछ। अस्तिसम्म एउटा न्युज म बताउँछु। यो अमर नेउपानेले पुरस्कार पाए नि यो जीवनलाई बिछानेको, त्यो बेला दुईजनाले पाएको थियो, ध्रुव सापकोटा र अमर नेउपाने। कान्तिपुरमा के न्युज आयो भने नेपालगञ्जका ध्रुव सापकोटा भन्ने आए पुरस्कृत हुनेमा। त्यसपछि सबै पत्रिकाले नेपालगञ्जको ध्रुव सापकोटा लेखे। 10-12वटा दैनिक साहित्यिक सबैले नेपालगञ्ज। कसैले पनि यो ध्रुव सापकोटा कहाँको भनेर बुझ्ने कोसिस गरेनन्। कान्तिपुरमा देखेपछि त्यही कपी गरे। जबकि ध्रुव सापकोटा काभ्रेको कुसादेवीको, त्यसले नेपालगञ्ज देखा पनि त्यही थिएन। काठमाडौँमा आएर जाहिर खाएर बसी लेख्यो ऊ नेपालगञ्जको हो। त्यस्तै गरी एक दिन बिहानै केदारमान बेसी देवकोटा कहाँ पुग्नु भएछ। बाहुनको घरमा कस्तो चलन थियो भने धोती लाएर बस्ने। घर बस्दा प्रायः बाहुनहरू धोती नै लाएर बस्थे। धोती र गन्जी लाएर देवकोटा पल्टिरहनु भएको रहेछ। अनि बेथीजीले साइला बाजे भन्ने भयो दाजुभाइको साइला भनेर। तपाईँले जाडो हुँदैन, नेपालमा अहिले जाडै हुन्थ्यो त्यो बेला। काठमाडौँलाई नेपालमा नै चलाउँथ्यो। मलाई पनि मुखबाटै अहिले नेपालमा हामी रामेछापको मान्छे यहाँ आउनु पऱ्यो भने नेपाल जाने भन्थ्यो। नेपाल भनेर 4 भन्ज्याङभित्रलाई मात्रै सम्झिन्थ्यो। देवकोटालाई झनक्क रिस उठ्यो। लुगा छैन भनिदिनु भयो। छैन ए देवकोटाको त लुगै रहेछ, देवकोटालाई गरिब रहेछ। उहाँले गफ गर्नु बेथीजीले बाहिर आएर आइरहन्थ्यो। देवकोटा त गरिब, लाउने लुगा पनि रहेछ। जबकि हामीले देखेका छौँ उहाँ दामी दौरा सुरुवाल कोट लाएर पढाउनु जानुहुन्छ, जताततै जानुहुन्छ। देवकोटा गरिब थियो भने सबैले गरिब 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 भनिदिएन। यसरी उहाँ गरिब हुनुभएको। 1-2जनाले चाहिँ के भने उहाँको श्रीमतीलाई दोष लगाए। त्यो बेला अन्य संस्था त हुँदैन थियो, धार्मिक संस्था हुन्थ्यो। पशुपतिमा एउटा कवि प्रसाद गौतम भन्ने मान्छे हुनुहुन्थ्यो। उहाँको चाहिँ अघोषित संस्था थियो। त्यो काम के भने मान्छेको श्राद्ध गराउने, पूजासुजा लगाइदिने, त्यहाँ
पछि त्यो बदलिँदै जाँदा के भने कृष्ण लीला गर्न थाले। उहाँ कृष्ण हुने, भक्तिनीहरू गोपिनी हुने, यसरी नाच्ने। अहिले तीजमा नाचे जस्तो त्यहाँ त्यो बेला नाच्ने चलन थियो र प्रसाद लिएर जान्थे भक्त भक्तिनीहरू। र काठमाडौँका सम्भ्रान्त परिवारका महिलाहरू पनि जान्थे र तीमध्ये देवकोटाको श्रीमती पनि जानुहुन्थ्यो। सम्भ्रान्त परिवारभन्दा मैले सम्झेको दुईवटा परिवार, सूर्यप्रसाद उपाध्याय भन्ने एउटा नेपाली काङ्ग्रेसका नेता थिए, तपाईँलाई थाहा, गृहमन्त्री भएको थियो बिबुवाला, उनकी श्रीमती, डाक्टर सिद्धिमणि श्रीमती, अहिले हेमाङ्ग दीक्षित डाक्टर हुन्छ, उनको आमा। यिनीहरू सम्भ्रान्तै धनी हुन्। यिनीहरू जान्थे कवि प्रसाद कहाँ। र त्यो बेला कस्तो चलन थियो भने नोकरलाई किस्ती बोकाएर लिएर जान्थे यिनीहरू। किनभने यहाँ अरू हिँड्ने चलन थिएन, बाटाघाटा थिएनन्, गाडी पनि थिएनन्। र साइली बजे पनि नोकरलाई किस्ती बोकाएर जानुहुन्थ्यो। त्यो हाम्रो आँखाले देखा हो। र के भन्थे भने त्यो घरमा कतारमा दही जमाउने, दहीका कतारा पनि जाने, त्यहाँभित्र रुपियाँ असर्फी पनि राख्छन् भक्तिनीहरूले पनि भन्थे। यदि राख्दिन् भने त थियो सम्पूर्ण धनी थिएन नि राख्थे, गरिबले असर्फी राखेर लान्छ ल कोही होइन भन्नुहोस् त। अब त्यो लगिने यो कुरो उनका परिवारलाई चाहिँ आमाको आलोचना सह्य भएनपछि यो भन्नेहरूसँग उनीहरूले प्रतिवाद गरे। अब त्यो कुरो हामी छोडिदिउँ, हो होइन थाहा छैन। जानु चाहिँ हुन्थ्यो, मिठाईका भाँडा लानुहुन्थ्यो, त्यहाँभित्र रुपियाँ थियो कि असर्फी थियो त्यो चाहिँ उहाँलाई नै थाहा छ, अरू कसैले थाहा छैन। र मैले एउटा आर्टिकल देखेँ, यी सब कुरा राखेर मैले देखेको देवकोटा गरिब थिएनन्। र मैले के लेखेँ अन्त्यमा भने अब देवकोटा बितिसके, सबै बितेपछि भोलि थाहा हुँदैन। आज देवकोटाका यहाँ भएका पद्मप्रसाद देवकोटा र अम्बिकालाई म साथी राखेर उहाँलाई प्रश्न गर्न चाहन्छु। यसमा केही अतिशयोक्ति छ, यहाँ नमिलेको कुरा छ भने भनिदिनुहोस् भने त्यो पत्रिका मैले उहाँलाई दिएर प्रतिक्रिया पनि लिएँ। उहाँले झन् थपेर पठाउनु छ, मैले छुटाउनु भयो यो कुरो छ, एकदम ठिक छ भनेर उहाँले भन्नुभएको छ। पद्मप्रसादले आर्टिकलै लेख्नु भएको छ। ती सब कारणले गर्दा देवकोटा पटक्कै गरिब हुनुहुन्थेन। तर आर्थिक कारणले उहाँले बहुत दुःख पाउनुभयो बेला बेला। यो सही हो, किनभने व्यवस्था नभएर। व्यवस्थित त केही पनि थिएन नि त उहाँको। पैसा हुँदै त्यो भएको हुरेर बाँड्नुहुन्थ्यो, सिध्याउनुहुन्थ्यो, अड्किन्थ्यो, खाँचो पर्थ्यो। जस्तै धनीलाई पनि अव्यवस्थित भएपछि त अप्ठ्यारो परिहाल्छ नि, त्यस्तो अप्ठ्यारो बेला बेलामा पर्यो उहाँलाई। अब कस्तो हावादारी मैले अघि भने नि, जसले जियो भने देवकोटा जाउँ यता हिँड्नुहोस् भन्यो भने यता हिँड्ने मान्छे उता हिँड, किन र कहाँ पनि सोध्नुहुन्न थियो। हुन्छ त्यस्तै कसैले फकाएर जाउँ बनारस भनेर गइदिनु हो, कसैले जाउँ रुस निम्ति आएको छ भने उहाँले यहाँ जागिर थियो आफ्नो एकाडेमीमा, बिदा पनि लिनु भएन, जग्गा पनि दिनु भएन, उहाँको तलब रोकाएको। किन त्यो त नियमले भयो नि त, हाजिर पनि छैन, छुट्टी पनि लिएको छैन, एकाउन्टेन्टले जो हुन्छ पैसा दिने उनीहरू दियो। अनेक गाली गरे, त्यहाँ पोलिटिक्स भने, देवकोटालाई मार्न गरेको षड्यन्त्र भने, यी सब केही पनि होइन। देवकोटा अलिअलि सिल्लर टाइपको चाहिँ हुनुहुन्थ्यो, तर प्रतिभा चाहिँ विशाल थियो। अब त्यो उहाँहरूले भन्ने कुरो, उहाँका कृतिले भन्ने कुरो, हामीले भन्ने कुरो, मैले देखेका देवकोटा चाहिँ एकदम शालीन भव्य, 6 फुट जस्तो 5.5 फुटहरूको हुनुहुन्थ्यो होला, कालो कालो एकदम दिव्य सुन्दर। केटाकेटी मलाई के लाग्थ्यो कृष्णजी काला थिए, त्यस्तै कालो कालो हुनुहुन्थ्यो, श्यामबटको। तर एकदम ह्यान्डसम भनेर अहिलेको भाषामा ह्यान्डसम मान्छे हुनुहुन्थ्यो। र मैले देख्दा उहाँ यङ होइन, प्रौढ हुनुहुन्थ्यो मैले सम्झिँदा। 16 साल अन्तिम अवस्थामा चाहिँ मैले उहाँलाई देख्न पाइनँ, किनभने म त्यो बेला बनारस पढ्थेँ, 15-16 सालमा म बनारस थिएँ। त्यो बेला चाहिँ मैले उहाँलाई देख्न भेट्न पाइनँ। त्योभन्दा अगाडि चाहिँ हामीले अब भन्नु हुँदैन, म त उहाँको काँधमा नि चढाएँ होला, छोराछोरीसँग चल्ने खेल्ने, आफ्नो छोराछोरी पुग्दा छोराछोरीको साथी पनि बोकिन्थेँ। अब उहाँ चुहार तमाखु चाल्नुहुन्थ्यो,
भान्सामा उहाँका म त धनी थिएँ भने प्रमाण यो भन्छु उहाँको भात पकाउने भान्से बाहुनी दुईटी थिए। दुईटी किनभने पालो दिन एउटी रजस्व लगाउँदा अर्कीले पकाउने। साइली बजाले केही काम सिनको पनि भाँच्नुहुन्न थियो घरको। उहाँ कवि प्रसादमै मस्त हुनुहुन्थ्यो। उहाँको अर्कै संसार थियो। नोकर चाकर एक दुईवटा थिए, भान्से बाहुनी दुईटी थिए है। भान्से बाहुनी त्यो बेला भान्सा छोडेर भान्से बाहुनीले कुरेर बस्थे। देवकोटा कविता लेखेका छन्, तमाखु तानेका छन्, भान्सा तयारमा गरिरहेको छ, सुन्दै नसुन्ने। अनि छोराछोरीले के गर्थे भने त्यो तानिरहेका तमाखुमा पानी हालिदिन्थे चिनीमा, झुवाइया हेरेर दङ्ग पर्नुहुन्थ्यो। अनिखेरि बल्ल उहाँ खान जानुहुन्थ्यो। यस किसिमको लहडी भनौँ कि के भनौँ विचित्रको स्वभाव थियो। तर कसैसँग देख्ने गरी रिसाएको, गाली गरेको, हटारेको छोराछोरी वा नोकर चाकर कसैलाई कहिले केही गर्नुभएको मैले चाहिँ देखिनँ। एकदम भव्य शान्त मान्छे हुनुहुन्थ्यो र सम्पन्न मान्छे हुन्थ्यो। लाउन खानको शौकिन, खानालाई भन्नु नि यति बासो खानुहुन्थ्यो। त्यो लप्टरको होटल लगाएपछि बसेर पसिना पुछेर त्यो बेला हिँड्नु पर्थ्यो, पसिना आउँथ्यो। मोटो मान्छे, मोटो खालको, मोटो भनेर घोडे चाहिँ होइन तर पनि एकदम मलाई लाग्छ उहाँको 7-8 किलो गौरव हृष्टपुष्ट। किनभने हाइट र मोटाइ मिलेपछि भुँडे नभए पनि ठुलो दारको भन्छ नि, ठुलो दारको मान्छे हुनुहुन्थ्यो। त्यहाँ बसेर खुइया पसिना पुछेपछि त्यो केटाले 4 गिलास पानी राखिदिन्थ्यो। 1 गिलास त पुग्दैन, पानी खान्छ नि। होटेलमा बसेपछि पानी दिन्थ्यो। त्यो लप्टरको होटेलमा उहाँलाई ठुल्ठुला गिलासले 4 गिलास पानी राखिदिन्थे। त्यो 4 गिलास पानी खाएपछि अनि 2-4 अन्डा अथवा मासु र चिउरा उहाँको खाना त्यो बेला पाउने थियो। त्यो होटेलमा त्यही नै पाइन्थ्यो, मासु चिउरा खाने होटेलमा थियो। या त्यो बेला चलन थियो चप, मासु पनि यो राजासँगको लाट्नु हुन्थ्यो, खसी र कुखुरा मात्रै हुन्थ्यो। अनि त्यहाँ बसेर मजाले आरामसँग त्यो खाएपछि अनि साइकल लिएर घर आउनुहुन्थ्यो। उहाँको आहार ठुलो थियो भन्न खोजेँ मैले। हाम्रो भवानी घिमिरे सम्झिन्थ्यो अथवा ध्रुवचन्द्रको उद्योग उहाँहरू जस्तै मजाले खाने बेला। तर रक्सी-सक्सी चाहिँ खानुहुन्न थियो मैले थाहा पाइनँ। पछि मन्त्री हुनुभयो, विदेश जानुभयो, त्यो बेला के गर्नुभयो थाहा छैन। भने मोटामोटी यही हो। तपाईँहरूलाई केही यसमा जिज्ञासा छ भने सोध्नुहोस्, नत्र अब एउटा चाहिँ के अरे एकाडेमीमा हुनुहुन्थ्यो, अनि विदेश जानुभयो। सायद अब स्वीकृति नलिकन 82 स्वीकृति नगराइकन जानुभयो, तलब रोक्का भयो। अनि त्यो बेला बाहिर चाहिँ के र्युमर चाहिँ अब सुनेको, अब सुन्न चाहिँ अब सुनिन्थ्यो कि भने बालकृष्ण समूहले अलिकति उसलाई खेलो खन्ने भएर रोक्का गराएको भन्ने पनि एउटा चर्चा सुनिन्थ्यो। कता कता त्यो सही हो कि होइन थाहा भएन। माधव घिमिरेको नाउँ लिए। बालकृष्णसँग चाहिँ किन नाउँ मैले खेलो खाने भने राणा हुनाले मान्छेलाई मान्छेलाई रिस थियो। उनी अलिक पोज पनि गर्नुपर्ने मान्छे थियो, फुर्ती पनि। समूह भनेर नाउँ राखे पनि व्यवहार उम्रो समूह थिएन। त्यस कारण उनीसँग मान्छे आक्रोशित थिएन। देवकोटाको रिस पनि उनलाई खन्याउनलाई दोष भयो। तर बालकृष्णको कुनै हात थिएन त्यो मेरो विचारमा। किनभने एकाउन्टेन्टले तलब रोकिया हो, उहाँ हाजिर हुनु थिएन, बिदा पनि छैन, केही पनि छैन। नियमअनुसार उहाँको चर्चा भयो, अरूको चर्चा भएन, अरू कर्मचारी पनि तल रोकिन्थ्यो नि त्यसरी हिँडेपछि। त्यस कारण मेरो विचारमा तिनीहरू कसैले पनि गरे होइनन्। देवकोटा यति विशाल थिए, यति प्रिय थिए कि ईर्षा गर्छै होला लेखनमा। देवकोटा जस्तो लेख्न सके हुन्थ्यो भन्ने लाग्थ्यो होला बालकृष्णलाई पनि। देवकोटाका कति कापी बालकृष्णले गायब गरे भन्ने पनि हामीले सुने हो। यी सब मान्छेले भएका कुरा पनि गर्छन्, नभएका कुरा पनि गर्छन्। मैले थाहा पाउने आधार पनि छैन। जस्तो तपाईँहरू अरू मिल्यो मलाई पनि थाहा छैन। तर मेरो विचारमा चाहिँ यस्तो होइन। एउटा चाहिँ मलाई पनि सोध्न मन लाग्यो। देवकोटा चाहिँ साँच्चै यो आध्यात्मिक यो जुन दर्शनबाट उत्प्रेरित भएर उनका कृतिमा चाहिँ त्यो पाइन्छ। व्यवहार चाहिँ कस्तो तालमेल व्यवहार कृति? व्यवहारमा उनी धार्मिकै थिएनन्।
जस्तो भन्नु भने आखिर रहेछ श्रीकृष्ण एक भनेर लेखे त्यो ज्ञान पाए पनि कि नपाए पनि उनले भन्दा तपाईँले मैले त थाहा पाएँ के फाइदा लियो त त्यसबाट भन्नुहोस् त आखिर श्रीकृष्ण रहेछ एक रामले बुझ्यो केही छैन सोबाट त्योभन्दा अगाडिका कृतिमा पनि त्यो लेखेका छन् नि उनले छैन उनी आस्तिक थिएन उनी मान्छे थिए मान्छे समय सापेक्ष बदलिन्छ विचार दिमाग सब बदलिन्छ उनी कहिले अलि आर्थिक पनि अब एक्लै हिँड्दा राति डर लाग्दाखेरि नास्तिक पनि यसरी राम 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 भन्ने आउँछ हाम्रो कल्चरमा छ हाम्रो ब्लडमा छ कहिलेकाहीँ म पनि देउता भन्दिनँ बहुआयामिक भयो त्यो बहुआयामिक भन्दिनँ मान्छेको नेचर के भने समय सापेक्ष बदलिन्छ त्यस कारण उनी पनि कहिलेकाहीँ अलि डराए पनि होलान् म कहिले डराइदिए पनि होलान् किनभने मान्छेको नेचर उनमा पनि थियो त्यस कारण मान्छे भनिहालेँ मैले कहिले कम्युनिस्ट हुन्छ कहिले काङ्ग्रेस हुन्छ उही मान्छे कहिले माओवादी हुन्छ एउटा कुरा यही सन्दर्भमा सोध्न मन लाग्यो दाइ त नजिकबाट त्यही घर भएको छिमेकी होइन त्यही घर भएको नजिक नै होइन उहाँलाई आस्तिकवालाहरूले अब आस्तिकतिर ढाले होइन ढाले उहाँले नै भन्नुभयो तर उहाँलाई चाहिँ पूजापाठ गरेको त्यस्तो धर्म कर्ममा लागेको त्यो घरबाट नजिकबाट केही जाँदा ओर्दा कहिलेकाहीँ देख्नुभयो उहाँको घरमा पूजा कोठै थिएन भित्तामा कृष्णजीका मूर्ति थिए भित्तामा कृष्णजीको फोटोहरू थिए र पेन्सिलले यो भित्तामा कृष्णजीको मूर्ति बनाएको थियो त्यो प्रकाश कलाकार थिए जेठाछोरा पेन्सिलले गोलले लेख्थे भित्तामा त्यो भत्काएको घरमा भत्कियो थियो पछिसम्म तर देवकोटाले पूजापाठ शङ्ख घण्ट गरेको थिएन कहिले पनि त्यो पूजा गर्ने चलनै थिएन एउटा अर्को जिज्ञासा मेरो बनारसमा बस्दाखेरि उहाँले चाहिँ पैसा नभएर अनि कविता लेख्ने एउटा कविताको 1 रुपियाँ भनेर अनि लाने अनि 4 रुपियाँ भएपछि उनको खर्च पुग्ने अनि अर्को दिन फेरि गयो 4वटा कविता लिएर गयो 1 रुपियाँ 4 रुपियाँ ल्याए अनि अर्को दिन त्यो पसलेले चाहिँ अनि पछि गएर यो नसकिने रहेछ यसमा भनेर अब एउटा कविताको 1 मोहर भन्यो रे अनि 1 मोहर ठाउँमा 8वटा कविता लाने रे 4 रुपियाँ त चाहियो अनि त्यसपछि त्यो पनि ज्यादै भएपछि 4वटा मात्रै दिने भयो अरे 16वटा कविता लाने रे त्यस्तो भन्ने पनि हल्ला चाहिँ सुनेको के हो सही नेपाली इन्डियन चारा नदिन्थ्यो कविता लेख्यो म चारा नदिन्छु भनेको यति लेखिदियो उसले कि अब म सक्दिनँ पछि सक्दिनँ भने कति दिनु यत्रो चाम्लिएर उनी त घुरेर उनी के भने छन्दमा कवितामा गफ गर्न सक्थे बात गर्न बोल्न सरस्वतीको वरदान भन्छन् हो होइन भागश्रुति यस्तो थियो उनी छन्दमै बोल्न सक्थे त्यस कारण उनलाई जे लेखे पनि छन्दमा लेख्ने छन्दबद्ध कविता बनाएर गद्य कविता थिएन त्यो बेला गद्यको चलन अलिक कम थियो छँदै थिएन भने त कविता भन्नु नै छन्द हुन्थ्यो र छन्दलयबद्ध कविता हुन्थ्यो र त्यो कविता बनारसको एउटा पब्लिसरले अलिअलि भोटोले नसकिने रहेछ मैले सकिनँ सुरु भनेर भनेको हो त्यहाँ देवकोटा धेरै विद्यार्थीहरूको माझमा चाहिँ पपुलर थिए भनिन्छ होइन देवकोटा र शिक्षकको रूपमा चाहिँ कस्ता थिए देवकोटा दिउँसो त कलेजमा पढाउनुहुन्थ्यो बिहान बेलुका कस्तो लाग्दो देवकोटासँग पढ्न पाए पास हुन्छ भन्ने विद्यार्थीहरूको मनमा देवकोटा कसैलाई पढाउनुहुन्न थियो पैसा दिनुहुन्न थियो अनि जबरजस्ती राणाका छोराछोरी दुनियाँको होइन दुनियाँको आँटै गरिदिन्थे राणाका छोराछोरीले जबरजस्ती देवकोटालाई बसालेर खल्तीमा नोट हालिदिएर चुरोटको बट्टा घुसारेर रामलाई पढाइदिनु भन्थे र ग्रुप बसेर 4-5जना अहिलेको यस्तो केटाकेटी हुँदैन्थ्यो केटीहरूको ग्रुप हुन्थ्यो 1-2 ग्रुप बेग्लै टाइममा केटाहरूको बेग्लै टाइममा एउटा दुईटाले पैसा तिर्थे अरू सिधै सुन्थे कसैसँग उहाँ पैसा माग्नुहुन्न थियो जति दिन्छन् जे दिन्छन् नाइ पनि भन्नुहुन्न थियो हालिदिन्थे
हामीले देखेको कोचाप्ने कि हाल्ने होइन खाली हालिदिन्थे कति दिन्थे नि थाहा छैन दिन्थे र जाँदाखेरि सधैँ चुरोट ब्यागमा भेनिटी ब्यागमा चुरोट हालेर राणाका छोराछोरी उहाँका पढ्न जान्थे र पढ्थे प्रेमपूर्वक श्रद्धापूर्वक जसलाई जे गर्नुहुन्थ्यो उहाँ राम्रोसँग मिठो मुखले गरेर पढाउनुहुन्थ्यो र उहाँले पढाएका सबै तीव्र बुद्धिका पनि हुन्थे भन्ने हामीले सुन्यौँ। त्यो अर्को एउटा कुरो उहाँ चाहिँ नि तासगञ्ज जानुभयो नि तासगञ्जमा चाहिँ नि जानुभयो त्यो के त्यो उहाँको आफ्नो हिसाबले गएको हो कि निम्ता आएको थियो लेखक सङ्घलाई उहाँले चाहिँ नि अङ्ग्रेजीमा बहुत राम्रो के अरे भाषण गरेको भन्ने छ उहाँले गरेको भाषण त यहाँ नेपाली हिन्दीमै अनुवादै श्वेता लामा कि के भन्ने चाहिँ उहाँको नेपालको देवकोटा भनेर रुसी भाषामा अनि अरू भाषा थुप्रो भाषामा अनुवाद भएको छ उहाँको त्यो भाषण अद्वितीय थियो भन्ने भनाइ छ। मैले पनि पढेको थिएँ नेपालीमा अनुवाद उहाँले एक्सटेम्पर आँखा चिम्लेर कविता भने जस्तो र कसरी बोल्नुहुन्थ्यो भने त्यो टेप बजाएको जस्तो कहीँ कतै रुक्नु पर्दैन थियो। अङ्ग्रेजी पनि भीषण राम्रो बोल्नुहुन्थ्यो उहाँले अङ्ग्रेजीमै बोल्नुभएको त्यहाँ त्यस कारण त्यो तासगढको भाषाको कुरो त्यही हो। माधव घिमिरे पनि सँगै गएको हो होइन माधव घिमिरे जान्न पाएर त अनि विरोध गरेको उसले तलब रोकिदिए के गरे भन्ने कुरा आएको त्यही सब भएर हो। त्यहाँ एउटा टिम थियो को गएको थियो मलाई याद भएन अहिले 4-5जना गएको थियो। दार्जिलिङतिर पनि जानुभएको छ घुम्न। अब दार्जिलिङ जाँदाखेरि उहाँले एउटा 4-5 वर्षको छोरो लिएर जानुभएको थियो यही पदमदेवकोटामा दार्जिलिङ लगेको उहाँलाई दार्जिलिङ त्यति बेला हिँडेरै जानुपर्छ नि त त्यो बेला पर्दैन इन्डियाबाट यहाँबाट हिँड्ने धन्यवाद। म चाहिँ हिँड्नुपर्ने छ चिया खाएर जाउँ ए हजुर हुन्छ यसो उतैतिर कार्यक्रम छ धन्यवाद है उतातिर यसो। अनि सर एउटा अर्को जिज्ञासा जस्तै बनारसमा पनि उहाँको नारी मित्रहरू थिए अरे भन्ने सुनिन्छ। यहाँ स्त्री मित्रहरू थिए अरे नि त नारी मित्रहरू बनारसमा अनि त्यो कविताहरू पनि त्यहीबाट प्रेरित भएको हो भनिन्छ। यहाँ नेपालमा पनि के कस्तो थियो थिएन नि पहिलेको जस्तो नारीहरू त्यो बेला धेरै अर्कै समाज थियो र उहाँको नारीप्रतिको चाहिँ चिन्तन कस्तो थियो आकर्षण थिएन। उहाँ लुब्ध हुनुहुन्थेन नारीप्रति भने लुब्ध लम्पट क्यारेक्टर हुन्थे। बालकृष्ण मैली थिए यिनीहरू भोगविलासमा लिप्त थिए। नेपाली जनताका छोराहरूले त्यति बेला त त्यो गर्दै जाने थिएन राणाले मारिदिन्थ्यो हाम्रो बराबरी गर्ने भन्थे। प्यान्ट लाउँदैन थियो हामी भोटर सुरुवाल लाउँथ्यो 7 सालपछि लगाएको हो किनभने आँखी हुन्छ भनेर लाउदिनुहुन्थे। प्यान्ट लगाएको देख्यो भने राणाले रिस गर्छ भन्थे। जनताले 7 सालसम्म त्यो सिंहदरबार अगाडिको बाटो हिँड्न पाउँदैन थियो। नेपाल त्यो बेला पिच भने सिंहदरबारको गेटदेखि त्यो भद्रकालीसम्म थियो। माथिबाट राणाहरू हिँड्थे त्यहाँ मुनि जहाँ अहिले त्यो अफिसहरू बनाएको थियो नि त्यसको बगलबाट धेरै त्यो मिलिट्रीको क्याम्पमा निक्लेर उस चढ्नु पर्थ्यो माथिबाट हिँड्न पाइदिन्थ्यो। त्यो अवस्थामा त्यो कहाँ त्यो नारीको सङ्गत भन्ने नै थिएन। त्यो राहुल शास्त्री आइसकेपछि घरमा पूजापाठ लाग्यो भन्ने कुरो पनि आउँछ नि। राहुल शास्त्री संस्कृति चाहिँ
जहाँ गयो उही बिहा गरेर हिँड्ने स्वभावको मान्छे हुन् यहाँ बिहा गरिसकेपछि हो यहाँ पनि बसे यहाँ चाहिँ बिहा गरेर नि दार्जिलिङमा चाहिँ कमलासँग बिहा गरे सँगै लिएर आएपछि पछिबाट त्यो बुढा घरमा पूजापाठ गरेर घर चोखायो भन्ने पनि इन्डियातिरका मान्छे र यहाँका मान्छेमा धेरै फरक छ इन्डिया स्वतन्त्र भइसकेको थियो अलि फुक्का त्यो पिठुलो भयो भनेर पूजा गराउन लाग्यो भने अब राहुल सांस्कृतिक चाहिँ कमलालाई लिएर आएपछि अब साइली बजेहरूले अरूहरूले बिठुलो भयो घर भनेर पूजा सुजा लाए कि भन्ने कुरा नि राहुल सांस्कृतिक दोस्ती चाहिँ जनकलाल शर्मासँग बढी थियो देवकोटासँग उनको त्यस्तो कुनै घनिष्ठता बस्नु भएको पनि देखिँदैन राहुलका साथी यहाँ जनकलाल शर्मासँग अलिक घनिष्ठता थियो अब उनी त टुरिस्टहरू त आए भए मुरलीधरको पनि राहुल संस्कारसँग यो ईश्वर बल्लभका पिताजी उनको पनि राहुल संस्कारसँग सम्बन्ध सम्पर्क थियो अरूको थिएन अरू केही छ हिसाब त्यस्तो केही छैन तर अब त्यो देवकोटाले लेखेका रचनाहरू चाहिँ अब उहाँले देवकोटाले लेख्नुभएका कतिपय रचनाहरू चाहिँ अब त्यो संरक्षित हुँदैन त्यो कोठामा बढारेर झ्यालबाट बाहिर फालिन्थे र ती अरूले उपयोग गरे भन्ने पनि हुन्छ भनाइ आउँछ ढोकामा राखेका थिए ढोकै फालियो बालियो चुरुटको बट्टामा लेख्थे ठुलो पेन्सिलले काछेर दाँतो चोकेर पेन्सिललाई दाँतो चोकेर दिएपछि लेखेर छोडिदिन्थे बटुल्थे श्यामदास वैष्णव र हरिश्रेष्ठ भन्ने जागिर लेख्ने यिनीहरू चाहिँ भक्त थिए श्यामदास त छिमेकी पनि घर पनि उनको त्यहीँ थियो गइरहन्थे देवकोटाले बर्बराको कविता उनले चिन्थे श्यामदासले कहिलेकाहीँ अल्छी लाग्दैन हातले लेख्न गाह्रो अनि उनी बसेर बर्बराउँथे अनि श्यामदासले चिन्थे उसले बोले श्यामदासले मात्रै बुझ्थे त्यसरी बानी परिसक्यो हुनाले कति कविता मान्छे के भन्थे श्यामदासलाई गणेश पनि भन्थे व्यासका गणेश देवकोटाका गणेश भन्थे श्यामदासले देवकोटाले बोले प्रश्न अनुमानले पनि मिलाएर लेख्दै सोध्थेपछि हो भने देवकोटा मसिना अक्षर लेख्ने उनका अक्षर पनि कसैले बुझ्दैन अथवा त्यो सानो अक्षर पेन्सिलले लेखेको त्यो पेन्सिल पनि तिखारेको सोझो होइन टोकेको कहीँ मोटा कहीँ मसिना अक्षर देवकोटा अक्षर कति ठाउँमा देख्नुहुन्छ अहिले पनि त्यस्ता कति छन् पद्धति कोटासँग यिनको यो जिलबजार कल्चरसँग देवकोटाले त्यहाँ दिएछन् के भयो झगडा पऱ्यो मुद्दा अहिले नि मुद्दा चलिरहेछ प्रधान देवकोटा र जिलबजारको सांस्कृतिक सङ्घसँग झगडा भएर देवकोटाका कतिपय हस्तलिखित कृतिहरू अझै थरिएका छन् त्यही छन् त्यो कोही पद्मप्रसादसँग छन् कोही उहाँ छन् मुद्दा परेर यिनले पनि छपाउनु सक्दैन उसले पनि छपाउनु सक्दैन त्यो अवस्थामा छ देवकोटाले लेखेका रचनाहरू कतै अरूले उपयोग त गरे भन्ने छैन देवकोटाको स्ट्यान्डर्ड त्यहाँ झल्किहाल्छ पहिले चिन्नेहरू पनि देवकोटाले लेखेका कुरै अर्कै हुन्थ्यो देवकोटाको विश्वास सबैमा आउँदैन नि त बाबुले न त्यसो भने त बाबु सबैले त्यो किताब छापिहाल्थ्यो त्यहाँ त देवकोटाकै तस्विर आउँछ देवकोटा छोटकरीमा भन्नुपर्दा अद्वितीय र अभूतपूर्व जस्तो भने अपार भन्ने नि अपार पार पाइने यस्तो मान्छे यो युवा एकचोटि अपामै थियो नभुत अरू के खानुहुन्छ त अरू के टक्राउ अरू के खानुहुन्छ चिया चिनी
सबैलाई धेरै धेरै नमस्कार धन्यवाद। यस कार्यक्रमका प्रमुख अतिथिज्यू र अब गइसक्नु तैपनि अतिथिज्यू तथा अब मलाई प्रब्लम के भन्यो नि सबैको नाम आउँदैन, त्यस कारण मैले एकमुष्ट यहाँहरू सबैलाई अब आजको कार्यक्रममा यहाँहरूको उपस्थिति भएकोमा म आफूलाई एकदम गौरवान्वित ठान्दछु र यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब देवकोटाको विषयमा यति धेरै कुराहरू छन्, मैले कुनै ठाउँ बोले पनि छु, त्यो जति लेखे पनि सकिँदैन, त्यो कतिवटा किताब बन्ने हुन् त्यो छैन है। मैले एक दुई ठाउँ बोलेको छु। अब त्यो देवकोटाको र मलाई अलिअलि भएको चाहिँ देवकोटाको घर र मेरो मावली सँगसँगै मेरो आमाले उहाँलाई दाइ भन्नुहुन्थ्यो। हुन त म 6 वर्षको हुँदा बित्नुभयो। अनि फेरि अर्को कुरो के छ भने मेरो बुवालाई उहाँले चाहिँ फेरि दाइ भन्नुहुन्थ्यो, किनभने मेरो घर चाहिँ कालिका स्थानमा, उहाँको घर चाहिँ धोबीधारामा, मेरो मावली पनि धोबीधारा। अनि त्यो बेला थोरै मान्छे हुने, सबलाई चिन्ने, अनि त्यसले गर्दा हाम्रो त कल्चर हो नि त आफूलाई जेठोलाई दाइ भन्ने, अनि उमेरअनुसार काका भन्ने त्यो हिसाबले थियो। म केटी हुँदाखेरि सायद म 5 वर्षको थिएँ कि जस्तो लाग्छ मलाई। देवकोटा आउनुभएको मलाई अहिले छाया मात्रै है, मैले त्यो अनुहार सम्झिन सक्दिनँ। अनि त्यसपछि हाम्रो घर आउनुभयो, कति बेर बस्नु थाहा छैन। अनि उहाँ गएपछि बुवाले भन्नुभयो, अब घरमा के हुन्थ्यो भने खास गरी धेरै जसो चाहिँ लेखनाथको पिजराको सुगा चाहिँ दाजुहरूले काकाहरूले पढेको त्यो लगभग कण्ठ थियो, सुनेर त्यो भएको होइन। अनि उहाँले बुवाले के भन्नु, बुझिस् यो मान्छे चाहिँ चिना छैनस्, त लेखनाथ भन्दा पनि ठुलो कवि हो, एकदम ठुलो कवि हो, महाकवि हो भनेर भन्नुहुन्थ्यो। अब त्यो देवकोटाको जस्तो उहाँले भन्नुभयो। अब अहिले त्यो भन्नु जरुरी छैन, वास्तवमा हो उहाँलाई आर्थिक कठिनाइ भएको चाहिँ व्यवस्थापनको कमीले गर्दा नै हो है। किन व्यवस्थापन प्रायः जसो हाम्रो घरमा हुन त मैले महिलालाई दोष दिन खोजेन। हाम्रो समाजमा अहिलेसम्म देखिएको के छ भने घरको व्यवस्थापन महिलाले नै गर्ने। महिला नभएको घर अव्यवस्थित एकदम भद्रगोल हुन्छ, त्यो हामी सबैलाई थाहै छ र त्यति कति महिलाको महत्त्व छ भने त्यहाँबाट पनि देखिन्छ। त अब उहाँको मिसेसले चाहिँ त्यो काम गरिदिनु भएन, उहाँ अन्तै लाग्नुभयो होइन। त्यसले गर्दा कविप्रसाद गौतम पार्टीमा लाग्यो, त्यसले गर्दा हो। र अब मैले अस्ति एक ठाउँ भने देवकोटाले उहाँले त पक्कै पढ्नु भएको छ, अरू कसै पढ्नु मलाई थाहा छैन। एसएलसीमा हामीले 18वटा कि 22वटा पोइट्री पढ्नु पर्थ्यो अङ्ग्रेजीको है। त्यो यहाँहरूले नयाँ शिक्षा कमेले पढ्नुभयो होला, पुरानो शिक्षामा है। त्यो पोइट्रीको देवकोटाले त्यो मैले 24मा गरेको। ए हजुर। अनि त्यसको चाहिँ नि सायद 10-12वटा कविता सबै गर्नुभएको थियो अरे, नेपालीमा कवितामा ट्रान्सलेसन गर्नुभएको थियो अरे। म कहाँ चाहिँ मलाई लाग्छ 10वटा 11वटा त्यस्तै चाहिँ उहाँको हस्तलिखित तल लप्रदे लेखेको अहिले पनि मलाई याद छ। त्यो म कहाँ आयो, त्यतिखेर म 9मा पढ्थेँ। म त्यसको महत्त्व थाहा भयो। अहिलेको जस्तो केटी अहिलेको जस्तो प्रचारको यताउति धेरै कुरो थाहा हुन्छन् अहिलेको 9मा पढ्ने केटीहरू। हाम्रो पालामा त्यो थाहा हुँदैन थियो। त्यो मैले संरक्षण गर्न सकिनँ। र मैले अस्ति एक ठाउँमा भने पनि थिएँ, जस्तो त्यहाँ लुसी ग्रे भन्ने एउटा वर्ड्सवर्थको कविता थियो, उहाँले त्यसको चाहिँ नि ट्रान्सलेसन गर्नुभएको। मलाई 3-4 लाइन मात्र आउँछ, बिर्सी। लुसी ग्रे प्रिय बालिका विषयमा मैले सुनेको थिएँ, गर्दा पार अरण्य भूमि टटकी कन्या तिनी एकली है। त्यसै गरी द स्कलर भन्ने कविता थियो, सायद त्यो कविता चाहिँ रोबर्ट ब्राउनिङको जस्तो लाग्छ मलाई। My days among the dead are past, around me I behold, wherever the casual eyes are cast, the mighty minds of gold. त्यतिको उहाँले त्यो मलाई लाइन चाहिँ अब सबै आउँदैन अहिले है, त्यो बेला पढेको।
मेरा बिच्छन् सब दिन मृतका साथमा नेत्र पर्छन् जहाँ जहाँ म देख्छु सब वरिपरि शक्तिशाली महान भनेर उहाँले गर्नुभयो है। अनि त्यसपछि अर्को चाहिँ अर्फियसको। अब अर्फियसमा त छ नि त है, त्यो अर्फियसले सङ्गीत दिएपछि सारा रुखहरू पनि झुम्ने गर्ने एउटा त्यो छन्। वीणाली अद्भुत अर्फियसले सुरम्य वृक्षादिहरू नचाए, झुम्छन् सुमाद्री सुनिगान रम्य सङ्गीतले जब गाउँछन्। अनि यस्ता कुराहरू अहिले मलाई बडो चुकचुक लाग्छ, मैले त्यो बेला बुझ्न सकिनँ है। कमसेकम 11-12 भए पनि त रहन्थ्यो, त्यो चाहिँ कता गयो मलाई थाहा भएन। अब देवकोटा विषय जति भने पनि अब उहाँले भन्नुभएको, उहाँले जुन अघि उहाँले सोध्नु उहाँले भन्नुभएको त्यो एकदम सही कुरा हो। बनारसमा त्यो कविता किन्ने कुरामा एउटा पब्लिसर हुन्, उनले नसकेकै हो, सरेन्डर गरेको। त्यति मात्र होइन, उसले लेख्नु भएको छ शङ्कर लामिछानेले, एउटा मात्रै भन्छु अरू धेरै छ 9। शङ्कर लामिछाने र देवकोटा चाहिँ दार्जिलिङमा कवि गोष्ठीमा जान लागेको। रक्सोलबाट ट्रेन चढेपछि शङ्कर लामिछानेले भन्नु पऱ्यो, अब उहाँले मामा भन्नुहुन्थ्यो, मामाको साथी भयो उहाँले देवकोटाले, मामा अब यसो कवितामा कुरा गरौँ न, यसरी कुरा गर्नु भन्दा भनेपछि उहाँले ठिक छ ल सुरु गरौँ भनेपछि होइन मामाले गर्नुहोस् ल देवकोटाले भन्न थाले। त्यो शङ्कर लामिछानेले लेखेको है। 10वटा स्टेसन गयो, 12वटा स्टेसन गयो, रोकिने कुरै छ। गएको छ है छन्दमा फेरि है। अनि पछि उहाँलाई अलिकति ह्युमिलेसन फिल भयो, त्यति गएछन्, मैले के भन्न पाएको छैन भनेर उनले के भनेछन् भने मामा अब म भनौँ ल भन भनेपछि शङ्कर लामिछानेले आफैले लेखेको, मैले 4 लाइनभन्दा अगाडि बढ्न सकिनँ, मुस्किलले 4 लाइन भने त्यसपछि सकिनँ। त्यो बेला त्यो रेकर्ड गर्ने सिस्टम भयो, त्यो एउटा ठुलो ग्रन्थ हुन्थ्यो। किन अब 20औं स्टेसन जाउन्जेलसम्म त कति भयो होला त्यो छ। त्यस कारणले अब देवकोटाको विषयमा अब जति भने पनि पुग्दैन, धेरै नहुनु। यहाँहरूलाई फेरि पनि म धन्यवाद दिँदै यस्ता कार्यक्रमहरू हामी गर्दै जानेछौँ। खास गरी हाम्रो उपाध्यक्ष मातृका पोखरेल यो मामलामा धेरै अगाडि हुनुहुन्छ है। उहाँको अध्ययनदेखि लिएर सबै त्यसको मैले वर्णन गरेर कम हुन्छ, त्यो म वर्णन नगरौँ, र फेरि अगाडि वर्णन गर्दा राम्रो पनि हुँदैन है। त्यस कारणले अब हाम्रो यो सबै चाहिँ अब हुन त म अध्यक्ष त छु, तर यो मैले चलाएको संस्था होइन, उहाँहरू 2 जना नै हो। उहाँहरू हुनुहुन्न भने मबाट माखो पनि मर्दैन, यो कुरो सबैले बुझिरहेको है। त्यो छ र यहाँ सबैलाई धन्यवाद दिएर आजको यो औपचारिक बनाउँ अनौपचारिक बनाउँ सबै विषयहरू